वेलकम ब्याक अगेन। अब म छुट्टी भएर रुमतिर लाग्दैछु। रुममा जाँदै गर्दा बाटोमा देखिएको रमाइलो दृश्यहरू। गुड इभिनिङ है, गुड इभिनिङ साथीहरू। यो मलेसिया हो। यो मलेसियामा अहिले ठ्याक्कै 7:15 बजिरहेको छ। मलेसियाको केएलसिसी एरियाहरू रङ्गी चङ्गी भएर एकदम भरिएको छ। नेपालको नौरङ्गे डाँटे चरीले रङ्ग खेले चाहिँ मलेसियामा रहेको अग्ला अग्ला टावरहरूले पनि विभिन्न रङ्गहरू नौरङ्गै खेलिरहेको छ। यो सबै नेपालको नौरङ्गे डाँटे चरीको नक्कल यो विदेशमा पनि गरिरहेको छ है साथीहरू। यहाँ देख्न सक्नुहुन्छ केएलसिसी एरिया हो। यो केएलसिसी एरियामा एकदमै रङ्गी अनि चङ्गी भइरहेको छ। एकदमै रमाइलो वातावरण छ साथीहरू। हाम्रो नेपाल जति सुन्दरताले भरिएको छ त्यति नै विदेशमा पनि हाम्रो देश नेपाल जति प्राकृतिक सुन्दरताले भरिएको छ त्यति नै देशमा पनि एकदम कृत्रिम आकृतिहरूले अनि कृत्रिम बत्तीदेखि लिएर विभिन्न आकारले एकदमै सजावट बनाएर एकदम राम्रो बनाएको छ। एकदमै हामीले देख्न सक्छौँ यो विदेशको ठाउँ। साँच्चीकै विदेश भन्छ मान्छेले। विदेशमा कति राम्रो रङ्गी चङ्गी बनाइरहेको छ।